यो कतारमा नेपालीहरू 4 लाख छ अरे, तर म बाहिर निस्किँदा त एउटा पनि भेट्दिनँ त। के हो, मसँग मात्रै यस्तो भएको हो कि क्या हो? 600 भन्दा उँधो रुम भेटिँदैन र 600 भन्दा उँभो एक्लै बस्न सक्नुहुन्छ। 800 देखि 1000 सम्म भेटिहालिन्छ र 1000-1200 नर्मल्ली खर्च हुन्छ, कम्तीमा पनि पर्ने हुन्छ त। बट अहिले मेट्रो आइपुगेको छैन, त्यही भएर म चाहिँ यहाँ बस्ने ठाउँ छ 5-10 मिनटको लागि बसिरहेको छु मेट्रो वेट गर्दै। आएपछि हामी मैं आदत तो क्यों फ़ोन करता है, कान पीस होता है, इसलिए मैं राइट साइड में ऐसे बोल के। हेलो अनि नमस्ते साथीहरू, वेलकम ब्याक टु माई युट्युब च्यानल। आशा गर्दछु हजुरहरू सन्चै हुनुहुन्छ र म पनि सन्चै छु। र आज चाहिँ मेरो छुट्टी र छुट्टीको दिनमा चाहिँ म आज ग्रोसरी सपिङ गर्नको लागि सिटी सेन्टर भन्ने मल जाँदैछु यो मेट्रोबाट। यो मेट्रो चाहिँ लगभग आधी घन्टाको बाटो छ। त्यहाँ कतिको के छ, कस्तो छ, कतिको महँगो छ, म तपाईँहरूलाई सबै देखाउँछु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला है। र फर्स्ट अफ अल मसँग चाहिँ यहाँ 4टा कार्ड छ, मेट्रो कार्ड। कुनमा पैसा छ भनेर थाहा छैन, त्यही भएर म चाहिँ 1 बाई 1 चेक गर्दैछु। यहाँ ट्राभल गरेको त्यस्तो खास त महँगो पर्दैन। मेट्रोमा जानुभयो भने तपाईँहरू कहीँ पनि 2 रियल मात्र पो लाग्छ, 2 रियल भन्दा धेर लाग्दैन यहाँ। र यहाँ म ट्याप गर्छु, यहाँ ट्याप गरेपछि यो खोलिन्छ र हामी जान्छौँ है। त्यसपछि म यता मुनि जान्छु, मुनिबाट अर्को रेड लाइनको मेट्रो पक्रिनुपर्ने छ मैले चाहिँ। र म चाहिँ यो मेट्रोबाट जानुपर्ने हुन्छ। यहाँबाट लगभग तपाईँको 10 मिनट जति जानुपर्ने हुन्छ त। बट अहिले मेट्रो आइपुगेको छैन, त्यही भएर म चाहिँ यहाँ बस्ने ठाउँ छ 5-10 मिनटको लागि बसिरहेको छु मेट्रो वेट गर्दै। आएपछि म चाहिँ यसबाट चढ्छु, यसबाट चढेर चाहिँ टक्क हामी नर्थपट्टि जानुपर्छ 20 मिनट जति। 20 मिनट जति गयो भने म पुग्छु, म तपाईँहरूलाई देखाउँछु। अहिले चाहिँ आज चाहिँ म सन्डे भएको कारणले गर्दा खासै त्यस्तो भिडभाड छैन। र फाइनली अब ट्रेन पनि आयो र म यहाँबाट भित्र जान्छु। र अघि नै मैले माथि मेरो मेट्रो कार्ड ट्याप गरेर आएको छु र एकखेप ट्याप गरिसकेपछि म जुनै पनि स्टेसनमा गए पनि त्यही 2 रियलमा पुग्छ। र भित्र चाहिँ तपाईँहरूको यस्तो छ, यहाँ मान्छे त्यति साह्रो खासै छैन रहेछन् आज, र थोरै मान्छेहरू छ। र फाइनली 10 मिनटको मेट्रोको सफरपछि म यो डिसिसी भन्ने स्टेसनबाट बाहिर निस्किँदैछु। र यो बाहिर निस्केपछि नजारा कस्तो छ म तपाईँहरूलाई देखाउँछु है। र यो बाहिरको नजारा चाहिँ देख्नुहुन्छ तपाईँहरू यस्तो छ। यहाँ यस्तो समरको सिजन भए पनि आज त्यति साह्रो घाम छैन, त्यही भएर मान्छेहरू बाहिर आएर चिया खाइरहेका छन्, बसेर रिल्याक्स गरिरहेछन्। नत्र यो समरको ठाउँमा यहाँ बस्न त के तपाईँ बाहिर निस्किन पनि सकिँदैन, यस्तो तातो हुन्छ। यहाँ 50 डिग्रीसम्म हुन्छ। आज त्यस्तो अलिक कुल भएको कारणले मान्छेहरू यसो बाहिर बसेर चिया खाइरहेछन्, घुमिरहेछन्। नत्र तपाईँहरूले मान्छे यहाँ बाहिर देख्नु नै हुन्न। र मलाई अचम्मको कुरो चाहिँ के लाग्छ भने यो कतारमा 2025 को डाटा अनुसार यहाँ नेपालीहरू 4 लाखभन्दा धेरै छन् अरे। तर जब म बाहिर निस्किन्छु छुट्टीको दिनमा, नेपाली भन्ने पटक्कै देख्दिनँ। यत्रो 4 लाख कहाँ छन् त? 1 जना 2 जना देखिन्छ। कतार यति सानो छ र त्यति धेरै नेपालीहरू कहाँ छन्, के गर्छन्, मैले केही बुझ्न सक्दिनँ क्या। त्यो कुरा चाहिँ यहाँ अचम्म लाग्छ क्या। र म चाहिँ फाइनली यो मलको एन्ट्रेन्समा आइपुगेको छु। र यहाँ तपाईँहरूलाई म थोरै सर्टकटमा देखाउँछु यहाँ के कस्तो छ। यो मुनि देख्न सक्नुहुन्छ तपाईँहरूले पार्किङमा। अब म यहाँबाट भित्र जाँदैछु, हेर्नु है त। र यो मल तपाईँहरू देख्न सक्नुहुन्छ जम्मा 4 फ्लोरको छ। यस्तो ठुलो र यस्तो बवाल छ यो कतारमा रहेको मुटु जस्तो सिटी सेन्टर। यहाँ चाहिँ सब देश विदेशबाट आउनेहरू, फरेनर्सहरू मात्रै आउँछन्। र यहाँ चाहिँ थोरै रिनोभेसन हुँदै रहेछ। र म तपाईँहरूलाई सबै देखाउनु त पोसिबल छैन, यो थोरै देखाउँछु। त्यसपछि म चाहिँ टाइम छैन, त्यही भएर म चाहिँ मार्केट जानुपर्ने छ। मसँग आधी घन्टा मात्रै टाइम छ, त्यही भएर नेक्स्टचोटि बनाउँला। यो टाइम चाहिँ म तपाईँहरूलाई थोरै मात्रै देखाउँछु। यो छ यसको नजारा, एकदमै बवाल छ। र यो हो कतारको वान अफ द बिगेस्ट सुपर मार्केट क्यारिफोर, जहाँ चाहिँ तपाईँहरूले सबै कुरा भेराइटीहरू जे जति चाहिएको छ सबै एकै ठाउँ पाउन सक्नुहुन्छ। र मैले पनि थोरै भेजिटेबल्सहरू किनेको छु। र कति एक्सपेन्सेस लाग्छ, जेनरल एक्सपेन्सेस एउटा नर्मल मान्छेको लागि के कति रुपियाँ लाग्छ म रुममा पुगेर देखाउँछु कति छ प्राइस। हेर्नु होला, यहाँ भिडियो बनाउन एलाउड छैन, त्यही भएर भिडियो अन्तिमसम्म हेर्नु होला है। र म चाहिँ मलाई चाहिने थोरै फ्रुट्सहरू, भेजिटेबल्सहरू 2-3 दिनको लागि किनेर यो मलको बाहिर आइसकेको छु। र यहाँ बाहिर आइसकेपछि तपाईँहरू नजारा देख्नुहुन्छ यस्तो छ। अहिले इभिनिङको टाइम अलमोस्ट 5:30 भएको रहेछ अहिले। र यहाँ चाहिँ मलाई अब अघि त मेट्रोमा आएको थिएँ, अब चाहिँ झोला छ, अब चाहिँ म ट्याक्सीमा जानुपर्ने हुन्छ। त्यही भएर ट्याक्सी बुक गर्नुको लागि म बेसमेन्टमा जाँदैछु। र यहाँबाट चाहिँ मेरो रुमसम्मको ट्याक्सी फेयर चाहिँ अलमोस्ट 17 रियल रहेछ। र मैले ट्याक्सी पनि बुक गरिसकेँ, अहिले पर्खिरहेको छु।
2 मिनट पछि आउँछ अरे पिकअप 350 फिटमा छ लगभग आइपुग्न आँट्यो र म वेट गरिरहेको छु यहाँनिर मैं आलू क्यों फ़ोन करता है कानपीस होता है इसलिए मैं राइट साइड में ऐसे बोल के इधर थोड़ा गाड़ी ज़्यादा है ना र फाइनली ट्याक्सी पनि आइपुग्यो र ट्याक्सीमा चढेर म चाहिँ यो इभिनिङको भ्यूको मजा लिँदै रुममा जाँदैछु र म रुममा पुगेर तपाईहरूलाई मैले के किने कति रुपियाँ लाग्दो रहेछ कस्तो रहेछ एक्सपेन्सेसहरू म तपाईँलाई देखाउँछु र भिडियो अन्तिमसम्म हेर्नु होला म रुममा पुगेर हजुरहरूलाई देखाउँछु है त्यो र फाइनली साथीहरू म चाहिँ मार्केट पुगेर रुममा आइसकेँ र मैले थोरै के किनेको छु सब्जीहरू कति के लाग्छ प्राइस यहाँ कस्तो के रहेछ म तपाईँहरूलाई देखाउँछु हेर्नु है त तपाईँहरू रिलेट गर्न सक्नुहुन्छ यदि तपाईँहरू नेपालमा हुनुहुन्छ र कतार आउने सोच्दै हुनुहुन्छ भने कति रहेछ के रहेछ लिभिङ एक्सपेन्सेस सब्जीहरू कस्तो पर्दो रहेछ कति स्यालेरी दिन्छ एजेन्टले त्यही प्रकारको रिलेट गर्न सक्नुहुन्छ तपाईँहरूलाई सजिलो हुन्छ यहाँ बस्दा लिभिङ एक्सपेन्सेस कति रहेछ म तपाईँहरूलाई भनिदिन्छु है त सर्टकटमा है भिडियोलाई अन्तिमसम्म हेर्नु है र मैले आज लिएर आएको छु यो देख्न सक्नुहुन्छ तपाईँहरू मटन यो कति रुपियाँ छ भने तपाईँको 8 रुपियाँ रहेछ 8 रियल मतलब अलमोस्ट नेपालभन्दा थोरै सस्तो नै छ मटन तपाईँहरू 8 देखि लगेर तपाईँहरू 20 रियलसम्मको हुन्छ आधी किलो यो चाहिँ अनि यो देख्न सक्नुहुन्छ ओयल मतलब यो तपाईँहरूको 1.5 लिटर छ 13 रियल हो 13 रियल भनेको एज कम्पेयर टु नेपाल ओयलहरू यो मटनहरू चिकनहरू चाहिँ यहाँ चाहिँ सस्तै छ बट यो फ्रुट छ यो मैले लिएको छु लगभग हाफ किलो ओरेन्ज छ यो चाहिँ भनेको तपाईँको 7 रियल छ 7 रियल मतलब एज कम्पेयर टु नेपाल यो अलिकति महँगै छ यहाँ र टमाटरहरू रहेछ तपाईँहरूले देख्न सक्नुहुन्छ टमाटर चाहिँ यो हाम्रो 6 रियल किलो छ 6 रियल मतलब नेपालको लगभग 210 रुपियाँ किलो भयो 210 रुपियाँ किलो न टमाटर छ अहिले यो लगभग यस्तै रेन्जमा हुन्छ योभन्दा थोरै तल माथि घटी बढी हुन्छ 1 रियल 2 रियलमा नत्र 5 देखि 6 रियलमा यस्तै रहन्छ आलु तपाईँहरूको अलिकति सस्तै पर्छ आलु किन्नु भने तपाईँहरू लगभग 2 रियल मतलब अलमोस्ट 60-70 रुपियाँ नेपाली जति पर्छ अनि फ्रुट्सहरू म्याङ्गोहरू चाहिँ यहाँ यस्तो फ्रुट्सहरू चाहिँ धेरै महँगो छ यो तपाईँ 1 पिस देख्न सक्नुभयो यो 1 पिस म्याङ्गोको तपाईँको नेपाली मतलब 260 रुपियाँ जति पऱ्यो 8 रियल या 260 रुपियाँ जति पऱ्यो म्याङ्गोको अनि अदुवा लसुनहरू भनेको तपाईँहरूको त्यस्तो धेरै फरक पर्दैन लगभग सिमिलर हुन्छ धेरै महँगो भनेको भेजिटेबल्स ग्रिन भेजिटेबल्स र फ्रुट्समा चाहिँ धेरै महँगो पर्छ अनि प्याज भनेको तपाईँहरूले यो देख्न सक्नुभयो यो लगभग 2.5 किलो छ 2.5 किलोको कति रुपियाँ छ यहाँनिर लगभग 6 रियल भनेको 210 जति अलमोस्ट सेम छ प्याजहरूमा अनि यस्तो ड्राई सब्जीहरूमा त्यस्तो खासै फरक पर्दैन हामीलाई महँगो पर्ने भनेको ग्रिन भेजिटेबल र सागसब्जीमा चाहिँ महँगो पर्छ है त हामीलाई है त्यस्तो नेपालभन्दा चाहिँ अलिकति धेरै नै महँगो पर्छ यहाँ चाहिँ सो मैले भनिहालेँ तपाईँहरूलाई यहाँ कतारमा चाहिँ तपाईँहरूको भेजिटेबल्स फ्रुट्सहरूको दाम चाहिँ एकदमै महँगो छ र तपाईँहरूको नर्मल्ली अब इन एन्ड एभरेजमा खर्च गर्दाखेरि 1 महिनाको खर्च भनेको तपाईँले कम्ती गर्नु भने 300 रुपियाँ मिनिमम लाग्छ 300 रुपियाँ चाहिँ खानै बस्ने यताउता पर्सनल खर्च रिचार्ज कार्ड चुरोट खाने मान्छेलाई त्यो एक्स्ट्रा छ खानको लागि मात्रै 300 अनि तपाईँहरू रुम भाडाको कुरा गर्नुहुन्छ भने यहाँ रुम भाडा भनेको चाहिँ तपाईँहरूको बेड स्पेसमा बस्दा पनि मिनिमम तपाईँको 600 लाग्छ 2-3 जना बसेर बस्दा पनि 600 भनेको अहिलेको हिसाबमा नेपालको अलमोस्ट 22,000 जति लागिहाल्छ अब सिङ्गल बस्नुभयो भने 800 देखि उँभो 800 को हिसाब गर्नु 8-3-24 लगभग 27-28 स्टार्टिङ 30,000 जति नेपाली जति लाग्छ तर रुम सानो हुन्छ एडजस्ट गर्नुपर्ने हुन्छ र बेड स्पेसमा बस्नु भने 600 रुम भाडाको लाग्यो त्यसपछि तपाईँको 300 रुपियाँ खाना भने चाहिँ 900 यताउता 100 त अब चिया खाना गइहाल्छ भनेपछि एभरेज प्रकारले तपाईँ यहाँ बस्न चाहनुहुन्छ कम्पनीको एकोमोडेसन छैन भने तपाईलाई 1000 रुपियाँ लाग्छ 1000 रुपियाँ तपाईले केही नगरी यताउता नगरी मन्थली जेनरल एक्सपेन्सेसमा छुटाउँदा हुन्छ एक्सपेन्सेस तपाईहरुको 1000 भन्दा कमीमा चाहिँ हुँदैन कम्पनीको एकोमोडेसन छैन भने र कति बचाउन सक्नुहुन्छ यो तपाईहरुको भर पर्ने कुरा हो र अब तपाईहरु आउन चाहनुहुन्छ भने चाहिँ यस्तै छ 1000 रुपियाँ लाग्छ कति बचाउन सक्नुहुन्छ 600 भन्दा उँधो रुम भेटिँदैन र 600 भन्दा उँभो एक्लै बस्न सक्नुहुन्छ 800 देखि 1000 सम्म भेटिहालिन्छ र 1000-1200 नर्मल्ली खर्च हुन्छ कम्तिमा पनि र अब स्यालेरी कति दिन्छ 2500 3000 तपाईहरुले सोच्न सक्नुहुन्छ 1000 देखि 1200 खर्च हुन्छ यति बस्ने रहेछ भनेर हिसाब गरेर आउन सक्नुहुन्छ कतार आउँदै हुनुहुन्छ भने र मेरो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद र अर्को भिडियोमा फेरि पनि भेटौँला टाटा बाइ बाइ।